ऊ आइपुगेको थियो मेरो आँगनमा, लड्दै, चिप्लिँदै, पछारिँदै। उसको अपरिचित अनुहारबारे खोजी गरी हेर्दा मेरा प्याराहरूको खुब प्यारो रहेछ ऊ। उसको त्यो मन्द मुस्कान देखेर मैले हाँस्दै हाँस्दै घरको दैलो खोलिदिएँ। अनि मनको ऊ चुपचाप मेरो नजिक आइरह्यो, मैले चुपचाप उसलाई अँगालिदिएँ। उसको स्पर्श नरम थियो, शब्दहरू शान्त थिए, हावा जस्तै। उसले सधैँ भन्ने गर्थ्यो, तिमी जे चाहन्छौ गर, तिमी जे बन्न सक्छौ बन। तर बनिसकेकी म उसले पटक्कै मन पराएन। उसका आँखा त गहिरा थिए, तर तिनमा मलाई उसले कहिल्यै हटाएन। मैले दाहिनेको सट्टा देब्रे हात चलाएको उसलाई संस्कारविहीन लाग्यो रे। झन् मैले ठुलो आवाजले हाँसेको बोलेको त उसलाई पटक्कै मन परेन रे। छोरी हो नि त, पछि तँलाई गाह्रो हुन्छ भन्छ। यसमा म उसलाई दोस्न पनि सक्दिनँ। सायद छोरी भएर पनि बोल्न सक्नु नै मेरो खोट रहेछ, या सानैदेखि चलिरहेको देब्रे हातले उसलाई केही सहयोग गर्न खोज्नु नै मेरो दोष भएछ। उसलाई मेरो शरीर ठुलो भएको मन पर्दैन रे। झन् बाङ्गिएका दाँत देखाउँदै मुस्कुराएको त उसले देख्न पनि सक्दैन रे। ठिक छ, म उसले जस्तो भन्यो त्यस्तै भनिदिउँला। बानीहरू फेर्ने क्रममा उसकै चेलाहरूले काम गर्नै नजाने कि भन्लान्, म त्यो पनि सहिदिउँला। अझ उसले भन्छ नै भने बाबाको खल्ती रित्याएर बाङ्गिएका दाँत पनि बाँधिदिउँला। तर त्यति गरिसक्दा पनि उसलाई म मन परेन भने मैले के गर्ने? मैले मेरो सासकै शासन समर्पण गरिदिँदा पनि उसका शब्दहरूले मेरो सम्मानमाथि शङ्का गरे भने मैले के गर्ने? उसको अलिखित कानुनहरू सम्झिराख्न नसकेर म त संस्कारविहीन भएछु। छोरी मान्छे जस्तो व्यवहार भएन रे मेरो। तिमी चाहिँ सम्झिराख्नु है, आउँदै होला तिम्रो आँगनमा पनि त्यही मन्द मुस्कान लिएर, तिमीलाई लट्याउन, खुसी पारे जस्तो गर्न, दासी बनाउन, थाहा नभए जस्तो गरिदिनु है। हाँसो दबाएर मन्द मुस्कान मात्र फर्काउनु, बोली दबाएर राख्नु, धेरै मान्छेसँग नबोल्नु, अनि तिमीलाई जस्तो बन्न भन्छ त्यस्तै भनिदिनु। नत्र उसले तिमीलाई चरित्रहीन भन्नुभन्दा अघि एकपटक पनि सोच्दैन। तिम्रो समाजले तिमीलाई चरित्रहीन भन्नुभन्दा अघि एकपटक पनि सोच्दैन।